दर्शन नमस्कार सबैजनालाई। विद्यार्थी भाइ बहिनीहरूको आज एसएस परीक्षाको परीक्षा बोर्डले आज सार्वजनिक गर्दैछ हैन। सबैजना सफल हुनुहोला, सफल हुनुहुनेछ भन्ने मलाई पूर्ण विश्वास लागेको छ। सबैजना पास हुनुपर्छ हैन। यदि भएन छ भने पनि कसै मान्छेहरू इत्यादि अनैतिक हिसाब जस्तै मर्नै पर्ने स्थितिमा आउँछन्, आवेगमा आएर मरिदिन्छन्। यस्तो नगर्नु होला। घर परिवार साथी सङ्गी सबभन्दा आमा बुबा हैन, यत्रो पढेरै मात्र छोराछोरी मान्ने पनि हुँदैनन् आमा बुबाहरू हैन। मर्नै पर्ने स्थिति चाहिँ नअप्नाउनु होला भन्न चाहन्छु। खास प्रयास गऱ्यो भने अर्को साल पनि सफल भइन्छ भन्न चाहन्छु। सबैजना विद्यार्थी भाइहरूलाई म के भन्न चाहन्छु भनेपछि सके कन्ट्रोल हुनु होला। परीक्षामा नाम निक्लेन भनेर पनि धेरै गाह्रो पिरोमा नमान्नु होला। आत्मा नै दाह गर्ने मर्नै पर्ने परिस्थिति छ भन्ने पनि बुझिँदैन यसमा हैन। केही छैन, प्रयास गरिन्छ, असफल भइन्छ केही कुरामा, सधैँ सफल भइन्छ भन्ने होइन। यही भन्न चाहन्छु सबैलाई हैन। अगाडि अब फेल भयो भने बाँच्नै होइन भन्ने परिस्थिति पनि हुँदैन हैन। हामीले त कस्तो स्थितिमा परीक्षा दिएको थियौँ। विषय पनि लागे, चान्सोमा परियो, बिस्तारै दियो, एसएलसी कटाएरै पनि केही प्रगति पनि गर्यो। मेरो भन्न खोजेको भनेको के हो भने चाहिँ पढ्नै हुन्न भन्ने पनि होइन हैन। पढ्नुपर्छ, तर यसरी मर्नै पर्छ भन्ने पनि छैन क्या। आमा बाबा छन्, यत्रो लाइफ छ, इत्यादि कामहरू गर्न सकिन्छ। कति पढेरै त जानुपर्ने विदेश नै छ, गएका पनि छन्। धेरै पढेर हैन लाइसेन्सै प्राप्त गरेका मान्छेहरू पनि विदेशै गएका छन्। मान्छे डक्टरै पढेर पनि विदेशै गएका छन्। यसमा मर्नुपर्ने केही छैन। ठिकै छ, सफल नभइएला, अर्को साल प्रयास गर्न सकिन्छ। प्रयास गर्नु पर्यो हैन। आज प्रकाशन हुँदैछ। अहिले लगभग 7 बजिसक्यो हैन। 7 बजी भन्दा पनि 7:30 भइसक्यो। 8-9 बजेसम्म सायद प्रकाशन भइहाल्ला जस्तो लागिरहेछ। अब जसको सफल हुनुहुँदैछ उहाँहरूलाई सफलताको शुभकामना।